नमस्कार दर्शकवृन्द, यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानल गोल्डेन महेशमा। आज म स्वास्थ्य सचेतना कार्यक्रम लिएर आएको छु। स्वास्थ्य सचेतना कार्यक्रममा यहाँ जनरल रूपमा आजभोलि देखिन लागेको हार्ट ब्लकेजको समस्याको बारेमा चर्चा गर्नेछु। हार्ट ब्लकेज भनेको के हो र यसमा देखिने लक्षणहरू र यसका घरेलु उपचार र यसका हार्ट ब्लकेजमा फुड सप्लिमेन्टको के रोल हुन्छ त्यसको बारेमा सामान्य जानकारी यहाँहरूलाई म दिन चाहन्छु। यो भिडियो मन परेमा लाइक, शेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। अब अगाडि बढौँ। हार्ट ब्लकेज भन्नाले मुटुको रक्तनली आर्टरी जसलाई भन्छ इङ्ग्लिसमा हरूमा अवरोध ब्लकेज हुनु भन्ने जनाइन्छ। जुन कि मुटुमा जुन जाने रक्तनलीहरू हुन्छन् आर्टरीहरू त्यसलाई चाहिँ अवरोध हुनु भन्ने जनाइन्छ, त्यसलाई ब्लकेज भनिन्छ। यो अवस्था तब हुन्छ जब मुटुमा रगत पुर्याउने धमनीहरू कोरोनरी आर्टरीमा चिल्लो पदार्थ कोलेस्ट्रोल, बोसो, क्याल्सियम र अन्य पदार्थहरू जम्मा हुन्छ। यसलाई प्लेग्यू पनि भनिन्छ। जब प्लेग्यू धेरै बढ्छ, रगत बग्न गाह्रो हुन्छ र मुटुले चाहिने अक्सिजन र पोषक तत्त्व पाउँदैन। यसले छाती दुख्ने, एन्जिना, हृदयघात, हार्ट एटेक वा अन्य गम्भीर समस्या निम्त्याउन सक्छ। हार्ट ब्लकेजको मुख्य लक्षणहरू यस प्रकार रहेका छन्। छाती दुख्नु, विशेष गरी बायाँपट्टि वा बीचमा। सास फेर्न गाह्रो हुनु, अत्यधिक थकान हुनु, शरीरका अन्य भागमा दुखाइ सर्दै जानु, जस्तै हात, ढाड, घाँटी आदिमा के हुन्छ दुखाइ सर्दै जान्छ। कहिलेकाहीँ बेहोस हुने अवस्था आउन सक्छ। यस्ता लक्षण देखा परेमा हार्ट ब्लकेज भएको थाहा पाउनुपर्छ र जाँच गराउनेतिर लाग्नुपर्छ।